जाने बाटो गइसक्यो। लाइन देखाइदिउँ न, लाइन देखाइदिउँ न। चोलाहरू त धेरै छ त्यहाँ त। सेल्फी लिएर आइसक्यौँ। हेलो साथीहरू, आज हामी यहाँ चमनखाडी जाने बाटोतिर आइपुग्यौँ। चमनखाडी हेर्न सक्नुहुन्छ, यतादेखि जाने हो। यो यस्तो छ, यतामाथि यस्तो छ बाटो अप्ठ्यारो, त्यही भएर अलिक गाह्रो छ है साथीहरू हिँड्न पनि। अहिले त यस्तो बाटो पनि तर पनि गाडीहरू यति ब्याक ब्याक आइरहेको छ। साथीहरू कति भिड छ नि बाटोमा, धुलो उस्तै। यस्तो भत्काएको छ। दुर्गापुरको बाटो हो नि यो। अहिले चाहिँ हामी कति भिड रहेछ। चाहिँ म सोध्न जाँदैछु मेरो आयो कि आएन भनेर। कहीँ आइरहन्छ निस्किम। कति भिड हो क्या आमामामा, आज त अति भिड। अब चाहिँ हामी भद्रपुर रोड उँधो झऱ्यौँ। है अब उँधोतिर झऱ्यौँ हामी। भद्रपुर, यहाँदेखि अब चाहिँ भद्रपुर लाग्यो है। यहाँदेखि उता चाहिँ बिर्खामोड थियो। हामी चाहिँ अहिले साथीहरू चन्द्रगढी आइपुग्यौँ। कस्तो रहेछ चन्द्रगढीमा चाहिँ बाटो अलिकति चाहिँ सबै राम्रो छ।
गेले नानीले प्लेन ट्रेन पर्खेको